यदि तपाईलाई साँच्चै प्रेरणा दिने र आफूसँग भएको सबै कुराको कदर गर्न लगाउने कुनै चलचित्र हेर्नु छ भने यो चलचित्र तपाईको लागि हो। यो लिज मरे नामक महिलाको जीवनीमा आधारित चलचित्र हो जो लागु पदार्थ दुर्व्यसनी आमा बुवाको साथमा हुर्किन्, घरविहीन भइन् र सबवे तथा पार्कको बेन्चहरूमा सुत्न बाध्य भइन्। तर यहाँ अचम्मको कुरा के छ भने उनले आफ्नो परिस्थितिलाई आफ्नो जीवन परिभाषित गर्न दिइनन्, बरु आफ्नो जीवन बदल्ने निर्णय गरिन्, फेरि हाई स्कुल फर्किन् र विभिन्न किसिमका काम गर्दै धेरै चुनौतीहरूको बावजुद 4 वर्षको पाठ्यक्रम केवल 2 वर्षमा पूरा गरिन्। यो सम्पूर्ण उतार चढावहरू पार गर्दै उनले हार्वर्ड विश्वविद्यालयमा पढ्नका लागि द न्युयोर्क टाइम्सबाट छात्रवृत्ति पाउनसम्मको यात्रा कसरी तय गरिन् भन्ने कहानी अत्यन्तै प्रेरणादायी छ। यो चलचित्र लचिलोपन, शिक्षाको शक्ति र असम्भवलाई पार गर्नुको वास्तविक अर्थ के हो भन्ने कुराको एक भावनात्मक र कच्चा चित्रण हो। यो चलचित्र हेरेर दर्शकहरूले दिएका केही प्रतिक्रियाहरू यस्ता छन्। अन्तमा चलचित्रको नाम होमलेस टु हार्वर्ड द लिज मरे स्टोरी हो र तपाईले यो चलचित्र युट्युबमा हेर्न सक्नुहुनेछ। समय मिलाएर हेर्नुहोला। धन्यवाद।